के सोचिराख्नु भएको छ? आज त अब उस दिन पनि हाम्रो इङ्ल्यान्डसँग राम्रो म्याच खेलिरहेको थियो। आज त 100मा 100% जित्छ भन्ने हामीलाई आशा छ। हाम्रो अस्ति पनि हामीलाई हारे पनि जित बराबरको म्याच थियो, तर हाम्रो देशले जस्तो गरे, खेलाडीहरूले जस्तो गरेछन्, हामीलाई गर्व छ। तपाईँ यहाँ चाहिँ यतिको यो म्याचको लागि आउनु भएको कि यतै बसाइ? हाम्रो जब हामीले यहीँ गर्छौँ, हामी यहीँ हाम्रो आज छुट्टी लिएर। नाम भनिदिनुहोस् न। मेरो राजु सुवेदी। अनि कहाँ नेपाल चाहिँ कहाँदेखि हुनुहुन्छ? नेपाल म बुटोल। हजुर। यो विदेशी भूमिमा चाहिँ आफ्नो टिम ल्याएर यो खालको प्रदर्शन गर्दाखेरि चाहिँ कस्तो हुने रहेछ? मेरो त त्यस दिन पुरै म्याच हेर्दाखेरि जो राष्ट्रिय गान हुँदाखेरि पुरा हातका पुरै उहरू कस्तो भयो थियो भन्दा आफूलाई मन पुरा चौडा चाहिँ भयो थियो। यहाँ पुरा नेपाली झन्डाहरूसँग नेपालको राष्ट्रिय गान गाउँदाखेरि आफू मन श्रृङ्ग भएर आएको थियो त्यस दिन। कस्तो खुसी लाग्यो आफ्नो देशका सबै खेलाडीहरूलाई आफ्नो झन्डा देख्न पाउँदाखेरि। अनि हजुरहरूले जो सपोर्ट गर्नुभएको उसको लागि पनि बहुत बहुत खुसी। कति वर्ष भयो तपाईँ यहाँ? म 15 वर्ष भयो। हामी दुई भाइ हो हामी। हजुर 15 वर्ष। हजुर। यहाँ अब यो पहिलोचोटि अब नेपालले त यो यत्रो ठुलो स्टेजमा आएर भनौँ न इन्डियामै वाङखडेमा आएर खेल्न अवसर पाउनु, अनि यहाँ एउटा अब नेपालीको नाताले 15 वर्षदेखि यहीँ बसेर अनि आफ्नै टिमको जर्सी लगाएर आएर हेर्न पाउनु भने त यो त अब फेरि कहिले नि। हजुर हजुर। त्यस हुनाले हामीले चाहिँ अब एउटा म्याच त हेर्नै पर्छ भनेर हामीले टिकट लन्च हुँदाको दिनै हामीले ल्याएको थियौँ। 2 महिना पहिला हामीले टिकट ल्याएको थियौँ। अरू टिकट त मस्तै दिनको अरू पनि छ टिकट, 15 तारिकको पनि छ, 17 तारिकको पनि छ। तर आज हामीले अस्ति इङ्ल्यान्डको म्याच हेर्न पाइएन केही कारणवश, तर अब अरू म्याच हेर्छौँ भन्ने हामीलाई 3टा म्याच हामीले हेरिन्छ। हजुर। तपाईँको पनि शुभ नाम भनिदिनु। मेरो हरि सुवेदी। हजुर। कहाँदेखि हुनुहुन्छ? सेम बुटोलदेखि नै हुनुहुन्छ। अब कस्तो चाहिँ आज चाहिँ कस्तो होला भन्ने अनुमान गर्नुभएको छ? आज पक्कै नेपालले जित्छ भन्ने छ हामीलाई। अब हामी त दुई पटकको च्याम्पियनहरू दुईवटा टिमसँग खेल्नुपर्ने, इङ्ल्यान्डसँग त्यस्तो क्लोज म्याच खेल्यौँ, अझ वेस्ट इन्डिजसँग खेल्न नै बाँकी छ। अब आज जितेर अनि वेस्ट इन्डिजको म्याचसँग खेल्न पाउँदाखेरि चाहिँ 2 पोइन्ट लिएर जाँदाखेरि अलिक उत्साह पनि त हुन्छ। बहुत उत्साह छ। नेपाली क्रिकेटलाई चाहिँ कतिको पछाउनु गर्नुभएको छ? हामी धेरै पछाउँछौँ। हामीले 2014बाट जब हाम्रो पारस खड्का दाइले जब गर्नुभएको, त्यसपछि हामी यति डाइहार्ड फ्यान कि जुन कसरी हेर्न पाइन्छ, के कहाँ टपअप गरेर हेर्न पाइन्छ भनेर हामीले एक बलहरू हामीले त्यसबाट हामीले फलोअप गरेँ। अब इन्डियामै वर्ल्ड कप हुँदैछ, अब इन्डियामा पनि मुम्बईमै भइदियोस् भन्ने प्रार्थना थियो। एउटा म्याच त होस्, त्यसको लागि बहुत खुसी भयो। एउटा म्याच त होस् भन्ने थियो। आखिर 4 म्याच यहाँ हुनाले अझै पनि खुसी छौँ होइन। अरूहरूलाई नेपालबाट आउनेहरूलाई उहाँ थोडा दुःख तकलिफ भइरह, तर पनि ठिकै छ। अब यहाँ छ सहिलो राम्रो लाग्छ। हस्, यहाँलाई धेरै धेरै धन्यवाद। हजुरलाई धन्यवाद।